नमस्ते। सेवाशालाले धेरै सुविधाहरू दिने सुविधाहरू मध्येको यहाँको एकदम विशेष खाना हो। खानामा चाहिँ दाल भात तरकारी भए पनि त्यही दाल भात तरकारी भए पनि हामीहरूले चाहिँ एकदम त्यो चीजलाई बडो वैज्ञानिक रूपमा बडो आयुर्वेदिकबाट हिसाबले अथवा यहाँको खानाले त्यही दाल भात तरकारी पनि कसरी कुन बेला कति बेला मिलाएर खुवाउने भनेर विशेष हामीले त्यो ध्यानमा राखेर हाम्रा पाहुनाहरूलाई खुवाउँछौँ। जस्तै उदाहरणको लागि सेवाशालामा चाहिँ संस्कार विरुद्धको भोजन पाक्दैन भन्नको मतलब कसरी बनाउने भनेको मतलब यहाँ चाहिँ जस्तो गिल्टीको भाँडाहरूमा हैन सिलपटको भाँडाहरूमा सिल्टीको भाँडाहरूमा खानाहरू चाहिँ बनाइदैन। यहाँ चाहिँ जस्तो तरकारी बनाउनु पर्यो भने पनि हामीले चाहिँ एकदम किटको कराईहरूमा हैन फलामको भाँडाहरूमा अथवा स्टिलको प्रेसर कुकरमा बनाएर हामीले चाहिँ तपाईहरुले खाना दिएको हुन्छौं। त्यो साधारण लाग्ला तर तपाईको स्वास्थ्यको लागि हामीले बडो एकदम सिरियस छौं भन्ने कुरा त्यहाँ तपाईले थाहा पाउनु पर्छ। त्यस्तै आएर जस्तो तरकारीका विभिन्न चीजहरू त्यहाँ हुन्छन्। तरकारीका प्रकारहरू हुन्छन्, कहीं करेला हुन्छन्, कहीं भिन्डी हुन्छन्, कहीं लौका हुन्छन् हैन। त्यो चाहिँ कति बेला खुवाउने त हाम्रो पाहुनाहरूलाई, किनभने तपाईको स्वास्थ्यलाई बडो मध्यनजर गर्ने भावनाले हामीले कस्तो बेला कुन तरकारी कुन बेला कुन मसला खुवाउने भनेरै हामीले बडो जानेर हामीले खुवाइरहेको हुन्छौं। जस्तै बेलका चाहिँ हामीले तोरीको साग, रायोको साग हैन, लौका यस्तो चीजहरुको तरकारी तपाईहरुले सेवाशालामा कहिले खान पाउनुहुन्न। तर बिहान चाहिँ त्यो चीजहरु फाइदाजनक भावनाले तपाईले बिहान चाहिँ तोरीको साग, रायोको सागहरु, फर्सीहरु अनि आएर लौकाहरु तपाईहरुले बिहान खान पाउनुहुन्छ। त्यस्तै आएर जस्तो गुन्द्रुकहरु सेवाशालामा दाङको गुन्द्रुक भनेर बडो फेमस तपाईले खान पाउनुहुन्छ तर राति खान पाउनुहुन्न। तितो चीजहरु यस्तो एकदम सूक्ष्म चीजमा हामी सेवाशालाले आफ्ना पाहुनाहरूलाई त्यो त्यसको ध्यानमा राखेर हामीले सेवा गरिरहेका हुन्छौं भने अर्कोतर्फ चाहिँ जस्तो मसलाहरू बिहान प्रयोग हुने मसला साँझ प्रयोग हुने मसलाले गर्दा बेलामा साँझ र बिहानको खाना अलिअलि टेस्टमा फरक पनि हुन्छ। जस्तो बिहानको सधैँभरि उस्तै हुन्छ, साँझको पनि उस्तै हुन्छ साँझका खानाहरू, तर साँझ र बिहानको खानाहरू चाहिँ कहिले पनि सेवाशालाको मिल्दैन किनभने त्यहाँ प्रयोग हुने विशेष मसलाहरू फरक हुन्छ। यसरी हामीले चाहिँ तपाईको स्वास्थ्यलाई ध्यानमा राखेर हामीले यस्तो खानाहरू त्यही नेपालको मौलिक खाना नै हो दाल भात तरकारी हैन, जसलाई चाहिँ अलिकति अझ भेराइटिजमा लैजाने भने हामीले थकाली भनौला हैन। यस्तो चीजहरुमा हाम्रो एकदम शरीरलाई प्रत्येक पाहुनाहरूको शरीरलाई चाहिँ ध्यानमा राखेर बनाउँछौं। थ्यांक यू।